हामी बिचल्लीमा पर्यो, तपाईँ कहाँ हुनुहुन्छ? सम्पर्कमा आउनु पर्यो। बाबा भर्खरै विदेश गएको, भर्खरै आउनुभयो। कहाँ हुनुहुन्छ तपाईँ? बाबु सानो छ, हामी भर्खरै पढ्दैछौँ। आमा बुवा बुढो हुनुहुन्छ। कहाँ हुनुहुन्छ तपाईँ? सम्पर्कमा आउनु पर्यो। पटक सम्पर्कमा आएर हजुर अनि हामीसित वार्ता गरेर हजुर अनि अथवा पोइसित वार्ता गरेर छोराछोरीसित वार्ता गरेर कसलाई सोधेर गएको, किन गएको, के लगेर गएको, त्यो वार्ता कुरा गर्नु। यिनको भावना मैले पत्याइन। यिनी बच्चा बच्ची लग्न खोजे, यिनी बच्चा बच्ची मरेपछि मर्छन्, बचायो बस्छन् भन्ने मेरो धारणा आयो। बाहना धेरै किसिमको आयो। अहिले बच्चा बच्ची लगिदियो त पैसा पनि रित्तो गराउने, भोलि जो पनि सम्झाउरा हुने, त्यही त बाहना अर्कै बाहना। त्यही त अब त्यही पैसा लगेर हिनामिना गरेर फराउनु भयो। त्यही तपाईँहरूको के छ भने चाहिँ उहाँ सम्पर्कमा आइदिनु, एकचोटि छोराछोरीको बिचल्ली भयो भन्न त चाहनुहुन्छ नि तपाईँ? त्यही मलाई त्यही, अरू केही पनि। छोराछोरी सानै हुनुहुन्छ, भर्खर पढ्दै हुनुहुन्छ, तपाईँहरू त बुढा भइसक्नु भयो अब होइन। अब जे जस्तै भए पनि जता भयो भने एकचोटि बुहारी सम्पर्कमा आइदिनु, हामीसँग आइदिनु पर्यो। हामी त बरु यो घरमा बसैन, पैसा त बसैन, हामीलाई त्यो केही पनि मतलब छैन। अनि सम्पर्कमा आएर जोइबेले वार्ता गरिदिनु पर्यो। यिनी छोराछोरी कस्तरी जन्माएका हुन्, अहिलेसम्म कसले पालेको छ भन्न, त्यही कुरा, अरू केही पनि छैन। छोराछोरीको बिचल्ली पर्यो, छोराछोरी बिचल्ली पर्यो। अनि कमाएको धन सम्पत्ति पनि बिचल्ली पर्यो। यिनको विश्वास पनि हरायो। हजुर जोइबेको विश्वास हरायो। अब छोरा पनि तपाईँको बाहिर जानै पर्यो कमाउनु। बाहिर छोरा पनि नगएर कसो छोरा घरमा बस्छ कि? जोइबे घरमा बसेर त कसैको साध्य हुँदैन। खालि एउटा कुरो के भयो भने छोराले हाम्रो विश्वास मानेर र अर्कै छोरीको विश्वास मानेर, नत्र छोरो त घरमा जागिरी खायो भने खानै पर्ने हो, बाहिरै हो। अनि विदेश गए पनि जानै पर्ने हो। छोरो घरमा बसेर छोराछोरी खेलाएर जोइ खेलाएर बस्ने काम छैन, कसैको छोराको काम छैन। यो विश्वासको भर हो। विश्वास यिनीहरूको विश्वास हरायो, यिनको विश्वास पानी भयो। त्यही जोइबेको विश्वास छैन। तर सम्पर्क आएन, उनीहरूले जोइबेले वार्ता गर्नु पर्यो। अनि कसरी हुन्छ छोराछोरीलाई ठाउँमा पठाउनु पर्यो अथवा हेर्नु पर्यो, छोराछोरीलाई हेर्नु पर्यो। तपाईँ त बुढो भइसक्नु। अब हामी त बुढो भयो। अहिले म 72-71 भए म। हजुर यो बुढीको केही सागा भागा छैन। मैले गर्छु भने पनि हुँदैन। बाहिर त मेरो यत्रो छ, बाहिर के काम छ मेरो? केही काम छैन। बोली छोडिन्छ कुरै छोड्थ्यो। त्यो भावाले दिएसम्म हामीले अहिलेसम्म खाएकै छौँ, नदिएसम्म अहिलेसम्म त बाबु खाएको छैन। भावाले अझ साउन लगाएको छैन होला पनि, नयाँ हिउँदै पनि गरौँला। तिनी बोल्नु छोडेको कुरा छोड। एकचोटि पनि सम्पर्कमा आउनु भएन नि बिचमा? नै आउनु भएन। गएको 2 महिना भयो। वैशाखको अहिले भोलि 15 गते हो। भोलि 15 गते हुन्छ। घरबाट के भनेर जानुभएको? म यस्तै गएर हिँड्ने मान्छे। अनि यस्तै टाको उठाउने, यिनीहरू स्कुल गएको केटाकेटी। अनि यहाँबाट के भने म मङ्गलबार पारिकन धामी जान्छु भने सब सामान अटोमा हालिन जगाइन गइछ। धामीमा जान्छु भने मङ्गलबारमा म साँझ आउँछु भन्ने बाहना पनि पार्यो। साँझ आउँछु धामीकोमा जान्छु भनेर जानुभयो, अनि आउँदै आउनु भयो। यसैले भन्छु, म त अहिले आउँछु, अलि पछि पनि आउँछु। आउने भन्ने घरबाट अब बच्चाहरूले के भने यहाँ त त्यो कपडा विदेश पैसा कपडा कति किने, अब नयाँ कपडालाई अरू पुरानो कपडा त कता गए कतै ठेगानै छैन। त्यसले जति आयो पैसा मनमरी त्यसले सब खतम गरे पैसा। अहिलेसम्म गएकोदेखि एकचोटि म यो ठाउँमा छु भनेर पनि फोन काठमाडौँ कुरा भयो, ठेगान भएन। म यस्ता ठाउँमा छु भन्ने कुरा भएन। त्यसो भए त्यही भन्नुभयो? त्यही भन्दैछ फोन गर्दा। मलाई त मोबाइल छैन, अरू कसै त भएपछि त्यही कुरा भन्दै। श्रीमान पनि उतै काठमाडौँ हुनुहुन्छ उहाँको? काठमाडौँ छ। उहीँ यो के भनेपछि अहिले भाडा नभएन, मैले 5वटा 1000 दिएर पठाएँ। मैले केही नभएर उताबाट पनि अरू कसैले हालिदियो भाडा। मैले नआए पनि भन्ने कुरा भयो। यहाँ केही फाइदा पनि छैन भन्ने कुरा भयो।
नआएपछि पैसा पनि हिँडामिने गराउने भोलि म दबाई गर्न गएको थिएँ धामी हुने गर्न त आएको थिएँ भने यी बच्चा समाउन आउने कुरा त भयो त्यही कारणै त्यही भयो त्यही भयो अरू कारण केही भयो अब म छोरी अब त पनि आइयो त छोरो विदेश हुनुहुन्थ्यो पहिला विदेश हुनुहुन्थ्यो अनि विदेश गएको 3 पुरा पुगेर 4 मा लागेको थियो श्रीमती फरार हुनुभयो भनेर विदेशबाट आउनुभयो यी छोरी अब त आइयो केही नै फगत केही छैन अहिले पटक सम्पर्कमा आएर हजुर अनि हामीसित वार्ता गरेर हजुर अनि अथवा पोइसित वार्ता गरेर छोराछोरीसित वार्ता गरेर कसलाई सोधेर गएको किन गएको के लगेर गएको त्यो वार्ता कुरा गर्नु हामीलाई त्यति अरू केही दिनु